धनी व्यक्ति मन्त्री बन्दा राम्रो कि मन्त्री बनिसकेपछि अकुत धन सम्पत्ति कमाएर चाहिँ धनी बनेको राम्रो? जनता के चाहन्छन्? हिजो 30 रुपियाँवाला चप्पल पड्काउँदै आएकाहरू मन्त्रीमण्डलमा छिरेपछि करोडौँ सम्पत्ति कमाउँदा पनि जनताहरू चुप बसेकै थिए। आज करोडौँ सम्पत्ति भएकाहरू मन्त्रीमण्डलमा पुग्दाखेरि पनि जनताहरू विरोध गर्दैछन्। जनता भनौँ वा विरोधी भनौँ, विरोध गर्दैछन्। आखिर नेपालका जनता चाहन्छन् के? कस्ता नेता चाहन्छन्? या गरिब एउटा व्यक्ति चाहिँ मन्त्रीमण्डलमा पुगोस्, ऊ सधैँ गरिब भएर तपाईँ हाम्रो जनताको सेवा मात्र गरिरहोस् भन्ने चाहन्छन् कि धनी व्यक्ति गएर चाहिँ धनको लोभ नगरोस्, हाम्रो सेवा पनि गरोस्, उसले धनको लोभ पनि नगरोस् भन्ने चाहन्छन् कि चाहिँ एउटा गरिब व्यक्ति चाहिँ सत्तामा पुगेर मन्त्रीमण्डलमा पुगेर चाहिँ अकुत धन सम्पत्ति कमाओस्, त्यो व्यक्ति चाहिँ धनी बनोस् भन्ने चाहन्छन्? के चाहन्छन् नेपाली जनता? नेपाली जनतालाई जसो हुँदा पनि सुख छैन, जसो हुँदा पनि विरोध छ, जसो हुँदा पनि विरोध छ। विरोधको लागि विरोध गर्न पल्किएका नेपाली जनताहरू आज ती धनी व्यक्तिहरू मन्त्रीमण्डलमा हुँदा पनि विरोध गर्दैछन्।